के हुन्छ सबैलाई जय मसी। स्वागत छ हजुरहरूलाई। 4वटा पुस्तकको विषयमा हेर्ने थियौँ। बिहानको संगतिमा पनि हामी यही सन्देशलाई प्रचार गरेका थियौँ र अहिले पनि हामी यही सन्देशलाई प्रचार गर्नेछौँ। धेरै पुस्तकहरू छन्, तर बाइबलले 4वटा पुस्तकको विषयमा बताउँदछ। अरू पनि पुस्तकहरूको विषयमा बताउँदछ, तर मुख्य गरेर त्यहाँ छेउ बाइबलमा हामी हेर्छौँ भने 4वटा पुस्तक छ जुन चाहिँ तपाईँ र हामीले जान्न अत्यन्तै महत्त्वपूर्ण छ। अनि मलाई लाग्छ यो सन्देशले चाहिँ उत्साह दिनेछ। अनि त्यो 4वटा पुस्तकहरू के हुन् र त्यो कसरी मानव दौडसँग, हामी विश्वासीसँग, परमेश्वरको योजनासँग कसरी ती पुस्तकहरू चाहिँ सम्बन्धित छन् भन्ने विषयमा चाहिँ हामी हेर्नेछौँ। त्यही भएर सबभन्दा पहिला हामी 4वटा पुस्तकलाई याद गर्नु छ। के प्रकाश 22 अध्यायको 18 र 19 पदलाई हामी हेर्नेछौँ। के प्रकाश 22 अध्यायको 18 र 19 पद यहाँ छेउ यस्तो लेखिएको छ। यतापट्टि देख्न सक्नुहुन्छ स्क्रिनमा, सायद एकछिनपछि यता नै आउँछ। किनकि यस पुस्तकको भविष्यवाणीको वचनहरू सुन्ने हरेक मानिसलाई म गवाही दिन्छु। यस पुस्तकको भनेपछि सबभन्दा पहिलो पुस्तक चाहिँ 4वटा महत्त्वपूर्ण पुस्तक मध्ये यो पुस्तक, यो बाइबल। यो सबभन्दा पहिलो पुस्तक चाहिँ यो बाइबल हो, जुन अत्यन्तै महत्त्वपूर्ण पुस्तक। अनि यो बाइबलको विषयमा चाहिँ यहाँ छेउ यूहन्नाले कुरा गर्दैछन्। किनकि यस पुस्तकको भविष्यवाणीका वचनहरू सुन्ने हरेक मानिसलाई म गवाही दिन्छु। कुनै मानिसले यी कुराहरूमा थप्यो भने परमेश्वरले यस पुस्तकमा लेखिएका महामारीहरू त्यसमाथि थप्नुहुनेछ। अनि कुनै मानिसले यस भविष्यवाणीका पुस्तकका वचनहरूबाट निकाल्यो भने परमेश्वरले जीवनको पुस्तकबाट, यहाँ चाहिँ अर्को पुस्तक छ जीवनको पुस्तक, यसलाई पनि हामी हेर्नेछौँ। यो दोस्रो पुस्तक हो। पवित्र सहरबाट र यस पुस्तकमा लेखिएका कुराहरूबाट त्यसको भाग निकालिदिनु हुनेछ भन्छ यस पुस्तक। यो बाइबलको विषयमा चाहिँ यहाँ चाहिँ कुरा गर्दैछु। परमेश्वरले जे पनि तपाईँ र हामीलाई बताउन चाहनुहुन्छ, जे पनि मानव दौडलाई उहाँले बताउन चाहनुहुन्छ, जे पनि तपाईँ र मलाई परमेश्वरले बताउन चाहनुहुन्छ, यो पुस्तकमा चाहिँ आवश्यक सम्पूर्ण कुरा बताइएको छ। त्यही भएर यूहन्नाले भन्छन् यसमा घटाउन पनि हुँदैन। अनि उनले यहाँ चाहिँ घटायो भने के हुन्छ त्यसको नतिजा सहित बताइदिन्छन् आज। अनि यसमा हामीले थप्नु पनि नथप्नको निम्ति भनिएको छ, कारण किन यो पुरा छ। हामीलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी यसमा छ। परमेश्वरले जे पनि तपाईँ र मलाई बताउन चाहनुहुन्छ यो बाइबलमा छ। त्यही भएर यसलाई नथप्नको निम्ति नघटाउनको निम्ति अनि धेरै झुटा शिक्षकहरूले चाहिँ थप्ने काम गर्छ, जुन असम्भव छ। उनीहरूले थप्न त सक्दैनन्, तर एउटा बेकारको प्रयास मात्र हो। यो 66वटा पुस्तक पर्याप्त छैन, तर 67 68 होइन उनीहरूले अरू नियमका पुस्तकहरू बनाएको हामी पाउन सक्छौँ। अनि उनीहरूको विषयमा बाइबलले के भन्दछ यहाँ छेउ स्पष्ट छ। यसमा बाइबलको विषय, कारण किन यो महत्त्वपूर्ण छ। होइन यसमा सम्झौता गरिनुहुन्न, यसमा घटाइनुहुन्न, यसमा बढाइनुहुन्न। परमेश्वरले जे जति कुरा पनि उहाँले भन्न चाहनु भएको छ, बताउन चाहनु भएको छ, प्रकट गर्न चाहनु भएको छ, त्यो चाहिँ पुरा बाइबलमा भएको चाहिँ हामी पाउन सक्छौँ। त्यही भएर यो संसारको सबभन्दा उत्कृष्ट पुस्तक हो। यो चाहिँ परमेश्वरको पुस्तक हो। कसैले भनेका थिए कि यो मानव दौडको निम्ति परमेश्वरको प्रेमको सन्देश अनि हो पनि। सबभन्दा उत्कृष्ट पुस्तक हो, सबभन्दा धेरै भाषामा अनुवाद गरिएको पुस्तक। 1200 भन्दा बढी भाषामा चाहिँ यसको खण्ड अथवा पुरै बाइबललाई चाहिँ अनुवाद गरेको छ, जुन अरू कुनै पुस्तक त्यसरी अनुवाद गरिएको छैन। यो लगभग 4000 भन्दा बढी संस्करणहरू यो बाइबलको रहेको हामी पाउन सक्छौँ, जुन अरूको छैन, अरू कुनै पुस्तकको छैन। यो पुस्तक चाहिँ उत्कृष्ट रहेको हामी देख्न सक्छौँ। सबभन्दा धेरै छापिएको पुस्तक पनि यही बाइबल हो। कसैले चाहिँ भनौँ औसत हिसाब किताब, ठ्याक्कै त होइन, तर औसत हिसाब किताब गर्दाखेरि 7 देखि 8 अरबसम्म बाइबल आजसम्म छापिएको छ। त्यसको मतलब के हो? अहिले पृथ्वीको जनसङ्ख्या पनि लगभग 7-8 अरबै छ। त्यसको मतलब प्रत्येकको निम्ति एउटा बाइबल उपलब्ध छ, त्यो अरू कुनै पुस्तक छैन। भनेपछि प्रत्येक, त्यही भएर हामी उत्साह दिन्छौँ कि हरेक विश्वासीसँग चाहिँ आफ्नै व्यक्तिगत बाइबल होस्। परिवारको एउटा बाइबल होइन, तर व्यक्तिगत बाबुको निम्ति एउटा बाइबल, छोरीको निम्ति एउटा बाइबल, छोराको निम्ति एउटा बाइबल, श्रीमतीको निम्ति एउटा बाइबल, प्रत्येकसँग चाहिँ आफ्नो व्यक्तिगत बाइबल होस्। अनि यो चाहिँ अत्यन्तै सुन्दर कुरा छ। अनि आज 98% भन्दा बढी मानिसहरूको चाहिँ बाइबलसँग पहुँच छ। अरू कुनै पुस्तक छैन त्यसरी पहुँच भएको। तर 98% लगभग 100% हामी भन्न सक्छौँ 100% मानिसको निम्ति चाहिँ बाइबल चाहिँ उपलब्ध छ। किताबको रूपमा उपलब्ध छ, यसरी पुस्तकको रूपमा, अहिले त मोबाइलमा, इन्टरनेटमा, जो लगभग 100% मानिसहरूको पहुँच चाहिँ बाइबलसँग छ। यो अरू कुनै पुस्तकहरूभन्दा चाहिँ उत्कृष्ट छ। यो चाहिँ सबै मानिसको निम्ति, कारण किन यो हामीले फैलाउनु पर्दैन, यो परमेश्वरको वचन हो। यसको सुरक्षा गर्ने काम चाहिँ परमेश्वरको। इतिहासमा हामी हेर्छौँ भने धेरै विश्वासीहरूले
यो पुस्तक आजको दिनसम्म जोगाइराख्नको निम्ति परमेश्वरको सन्देश तपाईँ र हामी कहाँ आउनको निम्ति उनीहरूले यो पुस्तकलाई बचाइराख्नको निम्ति चाहिँ आफ्नो जीवन अर्पेका छन्। उनीहरू शहीद भएका छन्। अवश्य पनि परमेश्वरले ती मानिसहरूलाई इनाम दिनुहुन्छ। सबभन्दा बढी आक्रमण गरिएको पुस्तक पनि यही बाइबल हो। सबभन्दा बढी जलाइएको पुस्तक, अनि धेरै मानिसहरूले यसलाई मन पराउँदैनन्। सबभन्दा धेरै आक्रमण भएको पुस्तक हो। यदि हामी मण्डली इतिहासमा, मानव इतिहासमा हेर्छौँ भने धेरै शासकहरूले, धेरै मानिसहरूले चाहिँ बाइबललाई मेटाउने प्रयास गरे। तर यो परमेश्वरको वचन भएको कारणले हामीले यसलाई बचाउनु पर्दैन। यो चाहिँ परमेश्वरको वचन हो, परमेश्वरले बचाउनुहुन्छ। हेर्नुहोस् त, यसलाई तहस नहस पार्ने प्रयास गरे तापनि सबभन्दा बढी भाषामा अनुवादित 98% भन्दा बढी मानिसले आज उनीहरूको पहुँच छ। यदि उनीहरूले चाह्यो भने यसलाई खोज्न सक्छन्, पढ्न सक्छन्। यो चाहिँ परमेश्वरले उपलब्ध गराउनु भएको छ। हामीले परमेश्वरलाई जोगाउनु पर्दैन। हाम्रो परमेश्वरले यो संसारलाई सृष्टि गर्नुभएको, हामीले जोगाउनु पर्दैन, सक्दैनौँ हामीले जोगाउनु। परमेश्वर सो पर्याप्त हुनुहुन्छ। हामी उहाँको आराधना गर्छौँ र हामी उहाँको बढाइ गर्छौँ। सबभन्दा धेरै पढिने पुस्तक पनि यही बाइबल, सबभन्दा धेरै पढिने पुस्तक पनि यही बाइबल हो। यो बाइबल जति अरू कसैले यो पुस्तकमा रहेर चाहिँ यो पुस्तकलाई पढ्ने जनसङ्ख्या चाहिँ अरू कुनै पुस्तकको छैन। सबभन्दा धेरै पढिएको पुस्तक। अनि तपाईँ र हाम्रो निम्ति, कारण किन यो चाहिँ परमेश्वरको वचन। परमेश्वर को हुनुहुन्छ भनेर यही पुस्तकले बताउँदछ। यदि हामी साँचो परमेश्वरलाई चिन्न चाहन्छौँ भने बाइबलले बताउँदछ कि साँचो परमेश्वर को हुनुहुन्छ, उहाँ कस्तो हुनुहुन्छ। अनि मुक्तिको योजना, परमेश्वरको मुक्तिको योजना के हो, यही बाइबलले प्रकट गर्दछ। आज मानिसहरूलाई आवश्यक एउटा महत्त्वपूर्ण कुरा हो, यो हो मुक्ति, पाप क्षमा। अनि कसरी मानिसले पाप क्षमा पाउने, कसरी मानिसहरूले मुक्ति पाउने, को हो मुक्तिदाता? स्वर्ग र पृथ्वीमा अरू कुनै नाम दिएको छैन, मात्र येशू ख्रीष्ट, उहाँ चाहिँ मुक्तिदाता हुनुहुन्छ। मानिसहरूलाई मुक्तिको सन्देश यही बाइबलले दिएको हामी पाउन सक्छौँ। परमेश्वरले अनि आफ्ना मानिसहरूलाई यो बाइबल लेख्न लगाउनु भयो। यो चाहिँ अत्यन्तै उत्कृष्ट पुस्तक। अनि म कसरी यो संसारमा जिउने, अनि परमेश्वरको अनन्त उद्देश्य के हो, किन परमेश्वरले यो संसारलाई सृष्टि गर्नुभयो, अनि किन परमेश्वरले मलाई सृष्टि गर्नुभयो, अनि किन परमेश्वरले यी सारा थोकहरूलाई सृष्टि गर्नुभयो, बाइबलले प्रकट गर्दछ। यो चाहिँ अत्यन्तै सुन्दर कुरा हो। यो चाहिँ अत्यन्तै उत्कृष्ट पुस्तक हो। यो जस्तो पुस्तक अरू कुनै छैन। अनि यो चाहिँ यो पुस्तकको विषयमा चाहिँ तपाईँ र हामी कुरा गर्दैछौँ। मान्छे सबभन्दा पहिला चाहिँ बाइबल, यसको जति बखान गरे पनि, जति बयान गरे पनि हाम्रा शब्दहरू असीमित छन्, कारण किन यो परमेश्वरको वचन। त्यही भएर हामी यसलाई पढौँ। होइन, हामी चाहिँ एउटा उत्कृष्ट मण्डली भनेको त्यो हो जसले चाहिँ आफ्ना मानिसहरूलाई चाहिँ, विश्वासीहरूलाई चाहिँ परमेश्वरको वचन, बाइबल पढ्नको निम्ति उत्साह दिन्छ। अनि हामी यहाँबाट उत्साह दिन्छौँ। यही बाइबललाई हामी प्रचार गर्छौँ, यही बाइबलको विषयमा कुरा गर्छौँ, कारण किन यो चाहिँ परमेश्वरको पुस्तक हो। मानव जातिलाई परमेश्वरले के भन्न चाहनुहुन्छ, मानव जातिको निम्ति परमेश्वरको सन्देश के हो, मानव जातिलाई परमेश्वरले कति धेरै प्रेम गर्नुहुन्छ। अनि परमेश्वरको प्रेम पत्र हो। हेर्नुहोस् न, आज बाइबलको कारणले नै हामीलाई थाहा छ कि किनभने परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभयो, अगाप्य प्रेमले प्रेम गर्नुभयो। यो चाहिँ अत्यन्तै सुन्दर कुरा हो। अनि यो चाहिँ एउटा उत्कृष्ट पुस्तक हो। भनेपछि सबभन्दा पहिलो पुस्तक कुन हो? बाइबल। त्यसपछि दोस्रो पुस्तक यहाँ छेउ हामी अघि पढिहाल्यौँ, त्यो चाहिँ जीवनको पुस्तक भनेर हामी हेऱ्यौँ। त्यसको निम्ति पहिलो पुस्तक बाइबल, अब दोस्रो पुस्तक चाहिँ जीवनको पुस्तक। अब के हो त यो जीवनको पुस्तक भनेर यसलाई हामी व्याख्या गर्नेछौँ केही 5 मिनटसम्म। अनि त्यसको निम्ति हामी प्रकाश 20 अध्यायको 11 देखि 15सम्म जान जरुरी छ। अनि यहाँ छेउ चाहिँ त्यो जीवनको पुस्तकको विषयमा बताइएको हामी देख्न सक्छौँ। अनि यसले चाहिँ सेतो न्याय सिंहासन भनेपछि विश्वासीहरूको निम्ति बिमा न्याय आसन छ, त्यसलाई हामी केही समयपछि व्याख्या गर्नेछौँ। तर यो सेतो न्याय आसन चाहिँ, यो सेतो न्याय सिंहासन भनेको यो सिंहासनमा येशू ख्रीष्ट बस्नुहुन्छ। अनि सम्पूर्ण अविश्वासीहरू, विश्वासीहरू होइन, विश्वासीहरू सेतो न्याय सिंहासनमा हुँदैनन्। सम्पूर्ण युगका सम्पूर्ण अविश्वासीहरू चाहिँ यहाँ छ बाइबलले घोषणा गर्दछ हरेक घुँडाहरू टेक्नै पर्दछ। यो चाहिँ परमेश्वरले बनाउनु भएको संसार हो र परमेश्वरको न्यायबाट चाहिँ कोही पनि उम्कने छैन। परमेश्वरले अहिलेको समय चाहिँ मानिसहरूलाई पर्याप्त मौका दिनुभएको छ। हेर्नुहोस् त, सबभन्दा बढी पहुँच भएकै पुस्तक उहाँको वचन बाइबल हो। उहाँले पर्याप्त मात्रामा अवसर दिनुभएको छ। तर त्यहाँ मानिसहरू हुनेछन् जसले येशू ख्रीष्टलाई विश्वास नगरिकन उहाँको त्यो सित्तैको मुक्तिको प्रस्तावलाई इन्कार गरेर यो पृथ्वीलाई छोड्ने मानिसहरू पनि हुन्छन् र उनीहरू पनि कुनै रीतिले उम्कनेवाला छैनन्। अनि उनीहरूलाई हामी सेतो न्याय सिंहासनमा देख्नेछौँ। हाम्रो न्याय चाहिँ सेतो न्याय सिंहासनमा हुँदैन, त्यो चाहिँ अविश्वासीको निम्ति। बरु हामी येशू ख्रीष्टको छेउमा होलाौँ साक्षीको निम्ति,
अनि हाम्रो आफन्तहरूलाई जसलाई हामीले सुसमाचार सुनायौँ, हाम्रा ट्र्याक्सहरू जो हामीले बाटोमा वितरण गऱ्यौँ क्रिसमसको बेलामा, अनि हामी भनौँ न मानिसहरूलाई सुसमाचार प्रचार गऱ्यौँ, सायद हामी त्यहाँ गवाहीको निम्ति येशू ख्रीष्टको छेउमा रहन्छौँ होला। उहाँले भन्नुहुनेछ, हेर त यो व्यक्तिले तिमीलाई ट्र्याक्स दिएको थियो, यो व्यक्तिले तिमीलाई सुसमाचार सुनाएको थियो, यी व्यक्तिहरू चाहिँ घाममा पसिना निकालेर तिमीहरूलाई सुसमाचार सुनाउन बाटोमा हिँडिरहेका थिए, अनि तिमीले इन्कार गरेको हेर त, थुकेको हेर त। हाम्रो यहाँ सुसमाचार प्रचार गर्न जाँदाखेरि कतिले पास्टर बुवालाई थुकेको रेकर्ड छ होइन, मैले 2 चोटि चट्कन खाएको छु। तर जे होस् भन्न खोजेको, तर ती मानिसहरू चाहिँ सेतो न्याय आसनमा हुनेछ, सबैको न्याय चाहिँ त्यहाँ चाहिँ हुनेछ। 11 पद पढौँ। अनि मैले एउटा ठुलो सेतो सिंहासन र त्यसमाथि बस्ने हुनेलाई देखेँ, जसको सामुन्यबाट पृथ्वी र आकाश भागे अनि तिनीहरूका निम्ति कहीँ ठाउँ पाएन। यो बेलामा पनि अविश्वासीहरू भाग्ने प्रयास गर्छ। जसलाई हामीले सतायौँ, जसलाई चाहिँ हामीले मनै पराएनौँ, जसका मान्छेहरूलाई चाहिँ हामीले थुक्यौँ, सतायौँ, तुच्छ गऱ्यौँ, आखिर तिनीहरूकै परमेश्वर त साँचो हुनुहुँदो रहेछ। तिनीहरूकै येशू ख्रीष्टको अगाडि गएर पो न्याय चाहिँ लिनुपर्ने रहेछ। त्यतिखेर पनि उनीहरू आउन चाहँदैन, तर सुख छैन। 12 पद। अनि मैले दुवै साना र ठुला, चाहे धनी हुन्, चाहे गरिब हुन्, चाहे नेता हुन्, चाहे जोसुकै किन नहुन्, यदि उनीहरू अविश्वासमै यो पृथ्वीलाई छोडे भने यहाँ भागे तापनि आउनुपर्छ, यो उहाँले बनाउनु भएको संसार। अनि मैले दुवै साना र ठुला मरेकाहरूलाई परमेश्वरको सामु उभिरहेका देखेँ। अनि पुस्तकहरू खोलियो भनेपछि यो 4वटा पुस्तक बाहेक अरू पनि पुस्तकहरू छन् होइन, त्यो विषयमा हामी पछि चर्चा गर्न सक्छौँ, तर मुख्य 4वटा पुस्तकको विषयमा हामी कुरा गर्दैछौँ। अनि पुस्तकहरू खोलिए, अनि अर्को पुस्तक खोलियो जो जीवनको पुस्तक हो, अनि ती पुस्तकहरूमा लेखिएका कुराहरूबाट मरेकाहरूको न्याय तिनीहरूका काम अनुसार गरियो। सायद त्यो जुन यहाँ चाहिँ अरू पुस्तकहरू भनेर भनिएको छ, त्यो पुस्तकमा अविश्वासीहरूको कामको विषयमा लेखिएको छ, अनि त्यही आधारमा चाहिँ येशू ख्रीष्टले न्याय गर्नुहुनेछ। तर यहाँ चाहिँ जीवनको पुस्तकको विषयमा छ। अनि के हो त यो जीवनको पुस्तकहरू? अनि यो चाहिँ तपाईँ हामीले जान्न जरुरी छ। अनि यसको साधारण अर्थ म यहाँ चाहिँ बताउन गइरहेको छु। बाइबल कलेजमा हामी गहिराइमा यसलाई अर्थ भनौँ न अध्ययन गर्छौँ। अनि यो जीवनको पुस्तकमा चाहिँ सबभन्दा सुरुमा अहिलेसम्म यो पृथ्वीमा जन्मिएका सम्पूर्ण मानिसहरूको नाम लेखिएको हुन्छ। किन सम्पूर्ण मानिसको नाम लेखिन्छ? येशू ख्रीष्ट चाहिँ सम्पूर्ण मानिसहरूको निम्ति मर्नुभयो। येशू ख्रीष्ट कुनै एउटा जातिको निम्ति, कुनै एउटा वर्गको निम्ति, कुनै निश्चित मानिसहरूको झुन्डको निम्ति मर्नु भएन। उहाँ चाहिँ सबै मानिसको निम्ति मर्नुभयो, सम्पूर्ण मानव दौडको निम्ति। पहिलो आदमदेखि अन्तिम मानिसको पाप लिएर चाहिँ उहाँ क्रुसमा टाँगिनु भयो। त्यसको मतलब के हो? उहाँमा भएको मुक्ति चाहिँ सबैको निम्ति उपलब्ध छ। हो, मानिससँग स्वतन्त्र इच्छा छ, अनि मानिसले त्यसलाई स्वीकार गर्न जरुरी छ। यदि उसले स्वीकार गर्यो भने, विश्वास गर्यो भने उसले मुक्ति पाउँछ येशू ख्रीष्टलाई। यदि उसले येशू ख्रीष्टलाई इन्कार गरेर यो जीवन अन्त गर्यो भने तपाईँको उसलाई बारम्बार मौका दिएको थियो, र उसलाई दोस्रो मौका त्यहाँ छेउ हुने छैन। अनि यो चाहिँ आफैमा एउटा दुःख लाग्दो कुरा हो। तर याद गर्नु, येशू ख्रीष्ट सबै मानिसको निम्ति मर्नुभयो र सबै मानिसको निम्ति येशू ख्रीष्टमा भएको मुक्ति उपलब्ध छ। अनि आज जो कोहीले पनि, चाहे त्यो जोसुकै किन नहोस्, उसले येशू ख्रीष्टलाई विश्वास गर्यो भने उसले मुक्ति पाउँछ। येशू ख्रीष्टले उसले मुक्ति पाउनको निम्ति आवश्यक सम्पूर्ण कार्य क्रुसमा गरिसिधाउनु भयो। यतिसम्म कि केही कुरा गर्न बाँकी राख्नु भएन, सबै कुरा उहाँ आफै आएर आफ्नै रगत उहाँले भोगाउनु भयो, चिहानमा गाडिनु भयो, तेस्रो दिनमा बौरी उठ्नु भयो। त्यो व्यक्तिलाई बचाउनको निम्ति आवश्यक सम्पूर्ण कुरा परमेश्वरको पुत्रले मानव रूप धारण गरेर यस संसारमा आइकन मरेर आफ्नो रगत बगाएर मृत्युबाट बौरी उठेर, अस्ति हामी इस्टर मनाउँदै थियौँ, येशू ख्रीष्ट चाहिँ बौरी उठ्नु भएको, उहाँले आवश्यक सम्पूर्ण कार्य गर्नुभयो। त्यति मात्र होइन, उहाँले गरि पनि राख्नु भएको छ। उहाँको दुलही, उहाँको शरीर यस संसारमा छ, यसले प्रचार गरिरहेको छ, यसले मुक्तिको सन्देश बताइरहेको छ। अनि हामी चाहिँ त्यस्तो मण्डलीमा छौँ जसले यो कुराको निम्ति अल्छी गर्दैन, बरु हामी अझ कार्यक्रमहरू गर्छौँ, र पनि मानिसहरूले विश्वास गर्दैनन्। अनि उनीहरूको निम्ति यो मुक्ति उपलब्ध थियो। त्यही भएर सम्पूर्ण मानव दौडको मानिसहरूको नाम चाहिँ यो जीवनको पुस्तकमा लेखिएको हुन्छ। तर यसलाई अध्ययन गर्दै जाँदाखेरि यस्तो हामी पाउँछौँ कि यदि त्यो मानिसले येशू ख्रीष्टलाई विश्वास नगरिकन यो संसारलाई छोड्यो भने यो पुस्तकबाट उसको नाम चाहिँ मेटाइएको हुन्छ। अनि जसले येशू ख्रीष्टलाई विश्वास नगरिकन यो संसारलाई छोड्छ, त्यतिखेर चाहिँ यो ती अविश्वासीहरूको नाम चाहिँ यसमा मेटाइएको हुन्छ। अब अर्को पुस्तकमा हामी जान सक्छौँ। भनेपछि पहिलो बाइबल, अनि दोस्रो जीवनको पुस्तक, अनि तेस्रो चाहिँ सुन्दर छ। यो चाहिँ
यसलाई चाहिँ थोमाको जीवनको पुस्तक भनेर भनिएको छ। प्रकाश 13:8 हामी जान सक्छौँ। सँगै यसलाई हामी प्रकाश 21:27 पनि देख्न सक्छौँ। तर प्रकाश 13:8 जाउँ, जहाँ चाहिँ यो कुराहरू सुन्दर ढङ्गले व्याख्या गरिएको छ। प्रकाश 13:8, अनि पृथ्वीमाथि बस्ने सबैले त्यसलाई दण्डवत गर्नेछन्, अर्थात् तिनीहरूले जसका नामहरू संसारको उत्पत्तिदेखि मारिनु भएको थोमाको जीवनको पुस्तकमा लेखिएका छैनन्। अघि यहाँ चाहिँ थोमाको जीवनको पुस्तकको विषयमा बताइएको छ कि पास्टर रूपकले थोमाको विषयमा बताउनु भयो। यो थोमा चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। अनि हिजो पास्टर रूपक, म अनि पास्टर हरि टिभी टुडेको चाहिँ कार्यक्रम रेकर्ड गर्दै थियौँ। अनि त्यसको विषय चाहिँ यो छ कि येशू ख्रीष्ट परमेश्वरको थोमा हुनुहुन्छ। अनि यो भोलि चाहिँ प्रसारण हुनेछ युट्युबबाट, टिभीबाट, हजुरले हेर्न सक्नुहुन्छ कि परमेश्वरको थोमा येशू ख्रीष्ट भन्नुको अर्थ चाहिँ के हो। अनि उहाँ चाहिँ हाम्रो पापको निम्ति पाप बलि भएर यस संसारमा आउनुभयो। उहाँ थोमा जसरी बलिदान हुनुभयो ताकि तपाईँ र हामीले मुक्ति पाउन सकौँ भनेर। अनि त्यही भएर यहाँ छेउ थोमाको जीवनको पुस्तक छ। यो चाहिँ जीवनको पुस्तक भन्दा फरक पुस्तक हो। यो चाहिँ थोमाको जीवनको पुस्तक हो। अनि यसमा चाहिँ कसको नाम हुन्छ? जसले येशू ख्रीष्टमाथि विश्वास गर्छ, विश्वास गर्नेको नाम चाहिँ यसमा लेखिएको हुन्छ। भनेपछि तपाईँ र मेरो नाम चाहिँ याद गर्नु त, जुन दिन हामीले येशू ख्रीष्टलाई व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्यौँ अथवा विश्वास गर्यौँ, त्यो दिन हामीले नयाँ जन्म पायौँ। सायद त्योभन्दा अगाडि हामी येशू ख्रीष्टलाई मन पराउने थिएनौँ, त्यो आफ्नो ठाउँमा छ। तर हामीलाई कसैले सुसमाचार सुनायो अथवा कुनै न कुनै तरिकाले हामीले थाहा पायौँ कि येशू ख्रीष्ट चाहिँ मुक्तिदाता हुनुहुन्छ। उहाँ चाहिँ मेरो पापको निम्ति क्रुसमा मर्नुभयो, चिहानमा गाडिनु भयो, तेस्रो दिन बौरी उठ्नु भयो। उहाँ चाहिँ मुक्तिदाता हुनुहुन्छ, उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ र उहाँले मेरो पाप क्षमा गर्न सक्नुहुन्छ र उहाँले मलाई बचाउन सक्नुहुन्छ र उहाँले मलाई मुक्ति दिन चाहनुहुन्छ। अनि हामीले विश्वास गर्यौँ। वाह, धन्यवाद परमेश्वरलाई, हामीले विश्वास गर्यौँ। अनि जुन दिन हामीले येशू ख्रीष्टलाई विश्वास गर्छौँ त्यही दिनमा नै यो थोमाको जीवनको पुस्तकमा हाम्रो नाम चाहिँ लेखिएको हुन्छ। यो सब येशू ख्रीष्टको कारणले गर्दाखेरि र कसैले पनि मेटाउन सक्दैन। एकपटक यो जीवनको थोमाको जीवनको पुस्तकमा कसैको नाम लेखिएपछि यो कसैले पनि मेटाउन सक्दैन। कारण किन? त्यो व्यक्तिको निम्ति येशू ख्रीष्ट क्रुसमा मर्नुभयो। येशू ख्रीष्ट स्वयंले चाहिँ आफ्नो रगत बगाउनु भयो। येशू ख्रीष्ट स्वयंले चाहिँ त्यो व्यक्तिको पापलाई लिनुभयो र पूर्व र पश्चिम जति टाढा छ त्यति टाढा पुर्याइदिनु भयो। परमेश्वर आफैले अनन्त प्रतिज्ञा गर्नुहुन्छ कि म यसको पापलाई कहिले पनि सम्झने छैन भने। अनि जुन दिन कुनै व्यक्तिले येशू ख्रीष्टलाई विश्वास गर्छ त्यो दिन उसले मुक्ति पाउँछ, त्यो दिन उसले नयाँ जन्म पाउँछ, ऊ परमेश्वरको परिवारको चाहिँ सदस्य ठहराइन्छ, ऊ चाहिँ परमेश्वरको छोराछोरी हुन्छ। अनि सँगै यो थोमाको जीवनको पुस्तकमा उसको नाम लेखिएको हुन्छ। अनि यो कसैले पनि मेटाउन सक्दैन। परमेश्वरले पनि मेटाउनुहुन्न, हामी आफैले पनि मेटाउँदैन। कि मेरो भुल गल्तीले यो थियो यो मेट्ला, कि मेरो पापले चाहिँ यो थोमाको जीवनको पुस्तकमा लेखिएको मेरो नाम मेट्ला? मेटिँदैन। कारण किन? यसमा लेखिएको व्यक्तिको निम्ति परमेश्वरको पुत्र स्वयं मर्नु भएको थियो। उहाँले आफ्नो पवित्र रगत बगाउनु भएको थियो। उहाँ आफै चिहानमा गाडिनु भएको थियो। उहाँ आफै मृत्युबाट पौरी उठ्नु भएको थियो र उहाँ आफै स्वर्गीय सिंहासनमा पिताको दाहिने हातमा विराजमान हुनुहुन्छ। भन्नुको मतलब कार्य सिद्धिएको छ। सम्पूर्ण कुरामाथि येशू ख्रीष्टले विजय हासिल गर्नुभएको छ। उहाँ जहाँबाट आउनु भएको थियो त्यहीँ गएर विराजमान हुनुहुन्छ। सबै कुरालाई उहाँले जित्नु, सबै कार्य उहाँले सिद्धाउनु भयो। यो चाहिँ अत्यन्तै सुन्दर छ। तपाईँ र हाम्रो नाम, तपाईँ र मेरो नाम चाहिँ अनि यो थोमाको जीवनको पुस्तकमा छ। त्यही भएर अब हामी सधैँ परमेश्वरका हौँ। येशू ख्रीष्टले हामीलाई सधैँ उहाँको बनाउनु भएको छ। अब हामी सधैँ उहाँका भएका छौँ। यो चाहिँ अत्यन्तै सुन्दर कुरा हो। भनेपछि एउटा चाहिँ बाइबल, दोस्रो चाहिँ जीवनको पुस्तक, अनि अर्को चाहिँ थोमाको जीवनको पुस्तक। अब अन्तिम चौथो चाहिँ सम्झनाको पुस्तक भनेर हामी भन्दछौँ। यो चाहिँ मलाकी 3:16 छ। यसमा अलिकति बढी लामो समय हामी बिताउनेछौँ। के मलाकी 3:16 अर्को छ सम्झनाको पुस्तक। अब के हो त यो सम्झनाको पुस्तक? यसमा के लेखिएको छ त? यो तपाईँ र मैले जान्न जरुरी छ। के मलाकी 3:16, तब परमेश्वरको डर मान्नेहरूले एक अर्कासँग कुरा गरे। भनेपछि यो परमेश्वरको डर मान्नेहरूले एक अर्कासँग कुरा गरे। को हो परमेश्वरको डर मान्ने? तपाईँ र हामी विश्वासीहरू। त्यही भएर हामी यस संसारमा छौँ। यो डर भनेको यस्तो होइन कि कसैले मार्छ भनेर लुक्ने प्रकारको डर होइन, कसैले कुट्छ भनेर लुक्ने प्रकारको डर होइन। यो चाहिँ आदरयोग्य डर हो। जसरी हामी हाम्रो पास्टर अगुवाहरूलाई आदर गर्छौँ, जस्तो कि पास्टर राजनलाई म आदर गर्छु। उहाँले चाहिँ मलाई मार्नुहुन्छ भनेर होइन, उहाँले चाहिँ मलाई कुट्नुहुन्छ भनेर होइन,
तर उहाँ चाहिँ परमेश्वरको जन हुन्छ, जसको कारणले म आदर गर्छु, म उहाँको डर मान्छु। त्यसरी नै हामी पनि परमेश्वरको डर मान्छौँ भन्नुको मतलब हामी परमेश्वरको आदर गर्छौँ, उच्च आदर गर्छौँ। कुनै पनि कुराहरूभन्दा बढी चाहिँ हामी परमेश्वरको आदर गर्छौँ। हामी चाहिँ परमेश्वरका मानिसहरू हौँ। तपाईँ र म चाहिँ परमेश्वरका मानिस हौँ। अनि यो पदले के भन्छ? तब परमेश्वरको डर मान्नेहरूले एकअर्कासँग कुरा गरे। यही जे कुरा हामीले गर्छौँ त्यही कुरा यो सम्झनाको पुस्तकमा लेखिएको हुन्छ। हेर्नुहोस् त, यहाँ छेउ परमेश्वरका डर मान्ने मानिसहरूले जब एकअर्कासँग कुरा गरे, त्यो चाहिँ परमेश्वरले सम्झनाको पुस्तकमा लेख्नुहुन्छ। जे पनि हामी येशू ख्रीष्टको विषयमा कुरा गर्छौँ, जुन कुराले येशू ख्रीष्टको महिमा हुन्छ, जुन कुराले येशू ख्रीष्टको नाम उचालिन्छ, जुन कुराले येशू ख्रीष्टको बढाइ हुन्छ, जे जति कुराले पनि येशू ख्रीष्टको महिमा हुन्छ, जे जति कुरा पनि हामी येशू ख्रीष्टको महिमा, येशू ख्रीष्टको नामलाई उचाल्नको निम्ति, येशू ख्रीष्टको नामलाई बढाइ गर्नको निम्ति जब पनि हामी एकअर्कालाई उत्साह दिन्छौँ, जब पनि हामी भेला भएर एकअर्कासँग परमेश्वरको विषयमा कुरा गर्छौँ, त्यो कुराहरू चाहिँ सम्झनाको पुस्तकमा लेखिएको हुन्छ। त्यही बेला हामीले के विषयमा कुरा गर्छौँ त्यो अत्यन्तै महत्त्वपूर्ण छ। यदि हामीले बेकारका कुराहरू गरिरहेका हुन्छौँ भने वास्तवमै हामीले समय खेर फालिरहेका हुन्छौँ। हुनसक्ला हामी राजनीतिको कुरा गर्न सकौँला, तर थोरै हुन्छ। हाम्रो समसामयिक सामाजिक कुराहरू गरौँला, त्यो थोरै। तर सबभन्दा बढी चाहिँ हामी परमेश्वरको विषयमा कुरा गर्छौँ, येशू ख्रीष्टको विषयमा कुरा गर्छौँ। एकअर्कालाई ख्रीष्टमा निर्माण गर्नको निम्ति, एकअर्कालाई ख्रीष्टमा उत्साह दिनको निम्ति हामी जब पनि भेला हुन्छौँ, हामी परमेश्वरको विषयमा कुरा गर्छौँ। त्यो कुराहरू चाहिँ येशू ख्रीष्टले, परमेश्वरले सम्झनाको पुस्तकमा लेख्नुहुन्छ। जे जति कामहरू हामीले यस संसारमा विश्वासी छँदाखेरि गर्यौँ, ती कामहरूले, ती कार्यहरूले येशू ख्रीष्टको महिमा हुन्छ, येशू ख्रीष्टको नामको बढाइ हुन्छ, येशू ख्रीष्टको नाम उचालिन्छ भने ती काम, त्यही भएर बाइबलले प्रतिज्ञा गर्दछ, एक गिलास चिसो पानी पनि यदि चेलाको नाउँमा अथवा येशू ख्रीष्टको नाउँमा दिइन्छ भने कुनै पनि रीतिले त्यसलाई बिर्सने छैन। कारण किन? त्यो चाहिँ परमेश्वरले सम्झनाको पुस्तकमा लेख्नुहुन्छ। हामी यहाँ छेउ भेला भइरहेका छौँ, यो कुराहरू चाहिँ सम्झनाको पुस्तकमा लेखिएको छ। हेर्नुहोस् त, यो पदले के भन्छ? तब परमेश्वरको डर मान्नेहरू एक अर्कासँग कुरा गरे अनि परम प्रभुले ध्यान दिएर सुने। तपाईँ र हामी यहाँ छेउ परमेश्वरको विषयमा कुरा गर्छौँ, त्यो कुरा जसले एकअर्कालाई निर्माण गर्छ, त्यो कुरा जसले एकअर्कालाई ख्रीष्टमा निर्माण गर्छ, त्यो कुरा जसले येशू ख्रीष्टको महिमा हुन्छ, त्यो कुरा जसले येशू ख्रीष्टको नाम उचालिन्छ, त्यो कुरा जसले येशू ख्रीष्टको बढाइ हुन्छ, त्यो कुरा जुन बाइबलसँग, परमेश्वरसँग सम्बन्धित छ, परमेश्वरले पनि ध्यान दिएर सुन्नुहुन्छ। भनेपछि यो वचन सायद तपाईँले ध्यान दिएर सुन्नु भएको छैन होला, तर स्वर्गले सुनिरहेको छ, परमेश्वरले ध्यान दिएर सुनिराख्नु भएको छ। अनि यो मूर्ख व्यक्तिले के प्रचार गर्दो रहेछ, अनि आज यसले मेरो मानिसहरूलाई के कुरा सुनाउँदो रहेछ, परमेश्वर चाख दिएर सुनिराख्नु भएको छ। अनि म पनि पुरा भएका साथ उहाँले जे भन्न चाहनुहुन्छ त्यही भन्न चाहन्छु। यो चाहिँ परमेश्वरको वचन हो, उहाँले ध्यान दिएर सुन्नुहुन्छ। जब तपाईँ परिवारमा भेला भएर येशू ख्रीष्टको कुरा गर्नुहुन्छ, स्वर्गले सुनिराखेको हुन्छ। त्यो पनि ध्यानसित हेर्नुहोस् त। यदि परमेश्वरले त उहाँको विषयमा हामी कुरा गर्छौँ भने ध्यान दिएर सुन्नुहुन्छ भने हामीले उहाँको विषयमा कुरा गर्दा हामीले कति ध्यान दिएर सुन्न जरुरी छ? हामी अझ बढी ध्यान दिन्छौँ। जब पनि परमेश्वरका मानिसहरू तपाईँ र म एकसाथ भेला हुन्छौँ, त्यहाँ चाहिँ परमेश्वरले ध्यान दिएर सुन्नुहुन्छ। किन सुन्नुहुन्छ? सम्झनाको पुस्तकमा लेख्नको निम्ति। एउटा खुसी लाग्दो कुरा के छ भने यो सम्झनाको पुस्तकमा तपाईँ र हाम्रो पापको विषयमा लेखिएको हुँदैन, तपाईँ र हाम्रो भुल गल्तीको विषयमा लेखिएको हुँदैन। त्यो पापको निम्ति, त्यो भुल गल्तीको निम्ति परमेश्वरको पुत्र स्वयं आफै संसारमा मानव रूप धारण गरेर क्रुसमा उहाँ टाँगिनु भयो, रगत बगाउनु भयो र उहाँले हाम्रा सम्पूर्ण पापहरू लिएर क्रुसमा मरिसक्नु भएको छ। उहाँले पूर्व र पश्चिम जति टाढा छ त्यति टाढा हाम्रो पापलाई पुर्याइदिनु भएको छ। समुद्रको पिँधमा जो कोही जान सक्दैन, परमेश्वरले पनि सम्झन नसक्ने स्थानमा येशू ख्रीष्टले क्रुसमा हाम्रो पापलाई लिनुभएको छ। त्यही भएर ती पापहरू चाहिँ यो सम्झनाको पुस्तकमा लेखिने छैन, लेखिएको हुँदैन। जब हामी पाप गर्छौँ, जब हाम्रा कुराहरूले एकअर्कालाई निर्माण गर्दैन, जब हामी एकअर्काको विषयमा कुरा गर्छौँ, त्यो कुराहरू यसमा लेखिएको हुँदैन। ती पापहरूको निम्ति त परमेश्वरको पुत्र मरिसक्नु, उहाँले त्यसलाई चिहानमा गाडिदिइसक्नु भयो। यसमा चाहिँ ती कुराहरू लेखिएको हुन्छ। जब तपाईँ र हामी भेला हुन्छौँ, जब त्यसले परमेश्वरको महिमा हुन्छ, जब त्यसले येशू ख्रीष्टको नाम उचालिन्छ, जब त्यसले येशू ख्रीष्टको बढाइ हुन्छ, जब येशू ख्रीष्ट चाहिँ हाम्रो बिचमा उचाली हुन्छ, जब हामी येशू ख्रीष्टमा एकअर्कालाई निर्माण गर्छौँ, जब हामी बाइबलको विषयमा कुरा गर्छौँ, जब हामी वचनको विषयमा कुरा गर्छौँ, जब हामी परमेश्वरसँग सम्बन्धित कुराहरूको कुरा गर्छौँ, परमेश्वरले यो सम्झनाको पुस्तकमा लेख्नुहुन्छ। सोच्नुहोस् त, तपाईँहरूले यो मण्डलीको मिसनको निम्ति धेरै भेटीहरू दिनुभएको छ।
त्यो परमेश्वरले बिर्सनुहुन्न। होला होइन, म आज सङ्गतिमा आएको त मेरो पास्टरले पनि मलाई देख्न, मेरो अगुवाले पनि देख्नु भएन। सम्झनाको पुस्तकमा उहाँले लेख्नुहुन्छ। त्यही भएर म हजुरहरूलाई व्यक्तिगत रूपमा उत्साह दिन चाहन्छु, कुनै पनि सङ्गति नछुटाउँ। हामी कन्फरेन्समा जान्छौँ, परमेश्वरले यो सम्झनाको पुस्तकमा लेख्नुहुन्छ। कुनै पनि कुराहरू जुन परमेश्वरको महिमाको निम्ति थियो, कुनै पनि कुरा हामीले परमेश्वरको महिमाको निम्ति गऱ्यौँ, कुनै पनि काम हामीले परमेश्वरको महिमाको निम्ति गऱ्यौँ, ती चाहिँ सम्झनाको पुस्तकमा लेखिएको हुन्छ। सायद हामीले हाम्रो चर्चको किताबमा लेख्न बिर्से तापनि, किनकि परमेश्वरले चाहिँ ध्यान दिएर सुन्नुहुन्छ र त्यसलाई चाहिँ सम्झनाको पुस्तकमा उहाँले लेख्नुहुन्छ। अनि परमप्रभुले, अझ हामी पढौँ होइन, अनि परमप्रभुको डर मान्नेहरू र उहाँको नामको वास्ता गर्नेहरूका निम्ति उहाँको सामु एउटा सम्झनाको पुस्तक लेखियो। सम्झनाको पुस्तक लेखियो। सम्झनाको पुस्तक। वा, यसमा चाहिँ तपाईँ हाम्रो विषयमा लेखिएको छ। कसैको विषयमा लामो हुन्छ, कसैको विषयमा छोटो हुन्छ। अनि यो वचन चाहिँ यो उद्देश्यले प्रचार गरिएको हो कि ग्रेटर ग्रेसको नाममा लेखिएको सम्झनाको पुस्तक, ती पानाहरू चाहिँ लामो भएका हुन्। त्यही भएर हामी सुसमाचारको निम्ति अल्छी गर्दैनौँ। त्यही भएर हामी हजारौँ किलोमिटर यात्रा गर्छौँ, अछाममा जान्छौँ, त्यहाँ सबै मिसनरी आउनुहुन्छ अनि हामी त्यहाँ परमेश्वरको विषयमा कुरा गर्छौँ, सुसमाचार प्रचार गर्छौँ, मिसनरीहरूलाई उत्साह दिन्छौँ परमेश्वरको कार्य सुसमाचार प्रचार गर्नको निम्ति। ती सम्झनाको पुस्तकमा लेखिएको हुन्छ। अनि यो वचनको उद्देश्य चाहिँ यो हो कि ग्रेटर ग्रेसको विश्वासीहरूको अवश्य पनि यहाँ धेरै मण्डलीहरू छन्, उनीहरूको विषयमा पनि लेखिएको हुन्छ। माथि स्वर्गमा चाहिँ हामी कुन मण्डलीबाट आयौँ भनेर त्यसरी यो चाहिँ ग्रेटर ग्रेसको, यो चाहिँ पेन्टिकोस्टल, यो चाहिँ त्यस्तो हुँदैन। स्वर्गमा सबै येशू ख्रीष्टको रगतले किनिएका मानिसहरू। तर त्यहाँ तपाईँ र हाम्रो विषय चाहिँ सम्झनाको पुस्तकमा लेखिएको हुन्छ। अनि सायद जुन मण्डली येशू ख्रीष्टको निम्ति आगो थियो, येशू ख्रीष्टको सुसमाचारको निम्ति आगो थियो, येशू ख्रीष्टको वचन प्रचार गर्नको निम्ति आगो थियो, येशू ख्रीष्टको विषयमा कार्य गर्नको निम्ति आगो थियो, उनीहरूको विषयमा लामो पुस्तक लेखिएको हुन्छ। तर सँगै फेरि अनि यो वचनको उद्देश्य यो हो कि तपाईँ हाम्रो चाहिँ यसमा अनुच्छेद नै होस्, पाना नै होस्। मलाई लाग्छ यहाँ धेरै विश्वासीहरू हुनुहुन्छ जसको 1 पाना हुन्छ, 2 पाना हुन्छ। सँगै दुःख लाग्दो कुरो यो हो कि कसैको 1 हरफमै सिद्धिन सक्छ होइन, 1 हरफमै। कारण किन, अब आफ्नै निम्ति जियौँ हामी। यदि म आफ्नै निम्ति जिएँ अनि परमेश्वरको विषयमा वास्तै गरिनँ, मुक्ति त पाएँ मैले, अवश्य पनि म नरक त जाने छैन, तर म आफ्नै निम्ति जिएँ, सो केन्द्रित होइन। परमेश्वरको कुराहरूलाई मैले व्यवस्था गरेँ। परमेश्वरले मलाई अवसर प्रस्ताव नै प्रस्ताव दिनुभयो, तर म आफ्नै इच्छा, आफ्नै योजनामा जिएँ भने म स्वर्गमा त हुन्छु, तर त्यहाँ छेउ हुन नि सायद 1 हरफ हुनसक्छ, कसैको 2 हरफ हुनसक्छ, कसैको त नाम मात्र पनि होला होइन। हो, यसले त केही पनि गरेन चाहिँ येशू ख्रीष्टको निम्ति। म साधारण रूपमा बोल्दैछु कि मलाई थाहा छैन ठ्याक्कै कस्तो हुनेछ भनेर, तर म अन्दाजमा भन्दैछु। मलाई लाग्छ यस्तै हुन्छ। अनि कसैको चाहिँ छोटो हुन्छ, तर याद गर हाम्रो छोटो हुने छैन। हामी यहाँ लेख्दैछौँ, हामी अर्को पुस्ता तयार गर्छौँ। जबसम्म येशू ख्रीष्ट आउनुहुन्न, हामी यहाँ मानिसहरूलाई उत्साह दिइरहेका हुन्छौँ, परमेश्वरको वचनमा कुरा गरिरहेका हुन्छौँ। हाम्रो पुस्तक चाहिँ लामो हुन्छ। हामी अनन्तमा यो पुस्तकलाई पढ्नेछौँ, अनन्तसम्म यो पुस्तकलाई पढ्नेछौँ। आज हामीसँग अवसर छ। कुनै पनि कुराहरू खेर जाने छैन। कुनै पनि, यो प्रतिज्ञा हो बाइबलको। एउटा पनि कुरा येशू ख्रीष्टको महिमाको निम्ति बोलेका शब्दहरू, गरेका कार्यहरू खेर जानेवाला छैन। त्यो सम्झनाको पुस्तकमा लेखिएको हुन्छ। सायद मानिसहरूले यहाँ याद नगर्ला हामीलाई, कहिलेकाहीँ पास्टरहरू यो संसारले हाम्रो विषयमा सोच्दैन, तर स्वर्गमा परमेश्वरले हाम्रो विषयमा लेखिराख्नु भएको छ। यो चाहिँ अत्यन्त सुन्दर। अब यो पुस्तक कहिले खोलिन्छ? त्यो चाहिँ तपाईँ र हामीले जान्न जरुरी छ। अघि त्यो जीवनको पुस्तक अनि अरू पुस्तकहरू चाहिँ सेतो न्याय सिंहासनमा अविश्वासीको अगाडि खोलिएको थियो। अब यो सम्झनाको पुस्तक चाहिँ कहिले खोलिन्छ? याद छ हामीले भनौँ न, यदि तपाईँले गएको हप्ताहरूको सन्देशहरू प्रचार सुन्नुभएको छ भने अब चाँडै नै हुनेवाला घटना भनेको र्याप्चर हो। येशू ख्रीष्टले प्रतिज्ञा गर्नुभएको छ, मेरो पिताको घरमा बस्ने धेरै ठाउँहरू छ र म लिन आउँछु र म तिमीहरूलाई त्यहाँ छेउ लानेछु भनेपछि उहाँले विशेष गरेर मण्डलीलाई लिन आउने प्रतिज्ञा गर्नुभएको छ। त्यसलाई हामी र्याप्चर भन्छौँ। र्याप्चरको निम्ति आवश्यक सम्पूर्ण भविष्यवाणीहरू पुरा भइसकेको छ। अब यो आजै हुनसक्छ, यो जहिले पनि हुन्छ। येशू ख्रीष्टले हामीलाई लिन आउनुहुन्छ। पहिलो तेस्सलोनिके 4 अध्यायको 14, 15, 16, 17 पद, प्रकाश 4 अध्यायको 1 देखि 4 सम्म। अनि
ऱ्याप्चर पछि यो पृथ्वीमा चाहिँ महासङ्कट हुनेछ, 7 वर्ष महासङ्कट हुनेछ। तर त्यो महासङ्कटको हामीले सामना गर्नु पर्दैन, कारण किन हामीले अहिले नै येशू ख्रीष्ट बादलमा आउनुहुन्छ। तल पृथ्वीमा 7 वर्ष महासङ्कट हुन्छ, त्यहाँ चाहिँ बिमा न्याय आसन हुन्छ माथि चाहिँ विश्वासीहरूको निम्ति। त्यसपछि थुमाको विवाह भोज हुन्छ, अनि त्यसपछि त्यही थुमाको विवाह भोजको क्रममा चाहिँ हामी दोस्रो आगमन हुन्छ, अनि दोस्रो आगमनमा चाहिँ हामी येशू ख्रीष्टसँगै यस संसारमा आउनेछौँ। अनि त्यसपछि येशू ख्रीष्टले 1000 वर्ष शासन यो पृथ्वीमा गर्नुहुनेछ, अनि त्यसपछि अन्तिममा चाहिँ सेतो न्याय सिंहासन चाहिँ हुनेछ, अनि अविश्वासीहरू त्यहाँ चाहिँ हुनेछ। तर विश्वासीहरू चाहिँ बिमा न्याय आसनमा हुनेछ। ऱ्याप्चर लगत्तै पृथ्वीमा चाहिँ महासङ्कट भइरहेको हुन्छ, हामी चाहिँ बिमा न्याय आसनमा हुनेछौँ। अनि त्यो बिमा न्याय आसन भनेको को स्वर्ग जाने को नर्क जाने भन्नको निम्ति होइन, सबै स्वर्ग गएका मानिसहरूको निम्ति हो। तपाईँ र हामीलाई कसैले पनि नरक लान सक्दैन, किनकि हाम्रो नाम चाहिँ थोमाको जीवनको पुस्तकमा लेखिएको छ, जसलाई कसैले मेटाउन सक्दैन। किनकि त्यही मानिसहरूको निम्ति येशू ख्रीष्टले आफ्नो बहुमूल्य रगत बगाउनु भयो र उहाँले यसरी बचाउनु भएको छ कि मेरो हातबाट तिमीहरूलाई कसैले पनि खसेर लान सक्दैन। त्यो स्वर्ग लाने कि नर्क लाने भन्ने होइन। तर त्यहाँ छेउ चाहिँ सम्झनाको पुस्तक खोलिन्छ, सम्झनाको पुस्तक खोलिन्छ। अनि अवश्य पनि जस सम्झनाको पुस्तकमा जसको लामो हुन्छ उसको निम्ति मुकुटै मुकुट हुन्छ। तर सँगै फेरि त्यहाँ चाहिँ यस्ता विश्वासीहरू पनि हुनेछन्, बाइबलले प्रकट गर्दछ, उनीहरूले मुक्ति त गुमाउने भएनन् नै, मुक्ति पाइसके त्यही भएर त्यस ठाउँमा छन्, सधैँको निम्ति येशू ख्रीष्टको साथमा रहन्, तर उनीहरूले इनाम चाहिँ गुमाउनेछ। अनि जसको सम्झनाको पुस्तकमा थोरै लेखेको हुन्छ उनीहरूको थोरै इनाम हुन्छ। जसको चाहिँ सम्झनाको पुस्तकमा पानाका पाना लेखेको हुन्छ उसको हातमा मुकुटै मुकुट हुन्छ। यो चाहिँ एउटा सुन्दर कुरा हो। बाइबलले यो विषयमा चाहिँ सुन्दर ढङ्गले प्रतिज्ञा गर्दछ। त्यही भएर आजको सन्देशको उद्देश्य यो हो कि तपाईँ र हाम्रो विषयमा चाहिँ लामो लेखियोस्, नलामो लेखियोस्। हामी हाम्रो परिवारमा येशू ख्रीष्टको विषयमा कुरा गर्छौँ। अब हाम्रो कामहरू छ, बाइबलले भन्छ काम नगर्ने त खाँदा पनि नखाओस्। हाम्रा जागिरहरू छ, वा त्यो सुन्दर कुरा। हाम्रो व्यवसायहरू छ, परमेश्वरले त्यसमा आशिष दिनुहोस्। सँगै त्यो गर्दा गर्दा हामी परमेश्वरको निम्ति जिउँछौँ। हाम्रो सम्पूर्ण कुराहरू येशू ख्रीष्ट केन्द्रित हुन्छ, अनि त्यो चाहिँ सुन्दर कुरा हो। अनि त्यसलाई चाहिँ परमेश्वरले सम्झनाको पुस्तकमा लेखिन्छ। अनि मलाई लाग्छ ग्रेटर ग्रेसको लामो पुस्तक हुनेछ त्यहाँ चाहिँ। डाक्टर स्टिभनलाई परमेश्वरले येशू ख्रीष्टले बोलाउनु भयो, लेखिँदैछ। विश्वभरि आज 900 भन्दा बढी मण्डलीहरू छ। नेपालमा मात्रै 55-56 वटा मण्डली छ ग्रेटर ग्रेसको। यहाँ धेरै पास्टरहरू आज स्वर्गमा हुनुहुन्छ। एकजनाले भन्नुभएको थियो ग्रेटर ग्रेसको बल्टिमोरमा भएको विश्वासीहरू यहाँ पृथ्वीमा भएको भन्दा बरु स्वर्गमा बढी छन् अहिले, होइन? पुस्तौँ भइसक्यो। अनि अझ लेखिँदैछ। हामी यहाँ जवान मानिसहरू तयार पार्दैछौँ, हामी थाक्ने छैनौँ। यी सम्पूर्ण कुराहरू चाहिँ सम्झनाको पुस्तकमा लेखिएको छ, अनि हाम्रो निम्ति त्यहाँ चाहिँ इनाम हुनेछ। अनि यही कुरा हामी एकअर्कालाई भनौँ। जब हामी भेटघाट हुन्छौँ येशू ख्रीष्टको विषयमा कुरा गर्छौँ, अनि त्यो चाहिँ सम्झनाको पुस्तकमा लेखिएको हुन्छ। आमेन।